हाम्रो कता पनि त उता भैरवनाथ भन्ने छ मन्दिर त्यहाँनिर पनि बलि नै हुन्छ बलि दिन्छन् आज पनि तर कम भएको छ पहिला पहिला यति हुन्थ्यो एउटा पुरानो मन्दिर भर्किएर भर्खरै बन्दैछ आफ्नो ठाउँ भनेको आफ्नो ठाउँ छ होइन खाने टमा परेछ सठिक पुरानो भयो नि खुलमिल हुन सकेन क्या एउटा रहन सहन संस्कृति फरक छ अब भाषा फरक छ सबभन्दा तपाईँको त अब मिलाए मिल्छ कहाँबाट मिल्छ किन भाषा जान्दैन भाषा त अब छुट्टै कुरो भयो मेरो पो मिल्दैन भाषा आउँदैन खै त्यही हो थाहा पाउनुहुन्न कसको इन्द्र सरको बहिनी कति फेरि राम्रो फेस देखिरहेको छ त्यो बहिनी कति राम्रो फेस देखिरहेको छ यस्तै छ हाम्रो जिन्दगी ओ यस्तै छ हाम्रो जिन्दगी सबै आमाहरू खान्छन् होइन त्यो त बढी हो के भन्छ पुरुषभन्दा पनि महिलाले बढी उल्टो रहेछ त भगवान रहेछ हजुर म्याडम के भन्नुभयो अरे